सो हेलो एन्ड वेलकम टु माई अनदर भिडियो होइन। फाइनली हामी चाहिँ क्विन्स टाउन आइपुग्यौँ। हिजो चाहिँ हामी क्राइस्ट चर्च भन्दा लगभग 1.5 घन्टा यता जेराल्डिन भन्ने ठाउँबाट हिँडेका थियौँ। हाम्रो बेसिकली टुर चाहिँ क्राइस्ट चर्च टु क्विन्स टाउन हो। अनि हाम्रो यो चाहिँ क्विन्स टाउन चाहिँ अब 3-4 दिनको बसाइ हुन्छ। आज चाहिँ फर्स्ट डे हो। हिजो आएर अनि बेलुकातिर होटेलमा यताउता एउटा मन नपरेर फेरि तेल छोडेर अर्कोमा बुक गरेर धेरै कुराहरू भयो। के भयो भन्दाखेरि एउटा बुक गरेको थिएँ मैले त्यहीँबाट होइन, booking.com भन्ने एउटा बुक गरेको थिएँ। अनि त्यो फोटोमा हेर्दाखेरि चाहिँ राम्रो देखाएको थियो क्या, त्यो ठिक भ्यू थियो यताउता। रियालिटीमा हेर्दाखेरि चाहिँ कम्प्लिटली अपोजिट होइन। अनि त्यसपछि त्यसलाई हामीले क्यान्सल गर्नु पऱ्यो। अनि त्यसपछि रोजिनालाई नि मन परेन, उसले त म बस्दै भन्न थाल्यो। अनि सेफ जस्तो पनि लागेन, मान्छेहरू पनि कस्तो कस्तो खालको बस्ने। अनि हामी चाहिँ बरु पैसा दिएन, हामीले फिर्ता पनि दिएन। किन भन्दाखेरि अब चेक इन गरिसकेका थियौँ नि त हामीले। त्यसपछि पैसा फिर्ता दिँदैन, बरु पैसा माया मारेर बरु अलिक बेटर ठाउँमा बसौँ भनेर। अनि त्यसपछि अर्कोमा आएर बसेको। अनि अब मर्निङ भइसक्यो। आज चाहिँ एक्टिभिटिजहरू गरिन्छ हामीले यहाँ। अनि म सबैले सल्लाह आजको बसेको स्पेस देखाउँछु यता। यो चाहिँ हाम्रो रुम भयो, यसरी सल्लक्कै यहाँबाट छ। यो चाहिँ हाम्रो रुम भयो। अनि यो चाहिँ हाम्रो बाहिर बाल्कनी टाइपको आउटर स्पेस भयो। यो चाहिँ दामी छ है। यो चाहिँ वान अफ द ड्रिम लोकेसन छ। हेर्नु न सर्लक्क भ्यू, हेर्नु न भ्यू, हेर्नु न भ्यू। यो हो क्या अगाडिको हाम्रो आजको भ्यू। ए रोजिना यहाँ भ्यूको मजा लिँदै मेकअप गर्दैछ। हेलो भन। अनि त्यसपछि अब आजबाट चाहिँ क्विन्स टाउनको भिडियोहरू आउँछ। हिजोसम्म चाहिँ हामी अन द वे थियौँ, बाटोतिर थियौँ, कता कता थियौँ। अब आजबाट नेक्स्ट 4 डेज क्विन्स टाउन, त्यसपछि नेक्स्ट 3 डेज क्राइस्ट चर्च, अनि ब्याक टु एडिलेड होइन। ल अब आज हाम्रो जिप लाइन गर्ने कुरा छ। जिप लाइन भनेको यहाँबाट यस्तो पहाडबाट सर तल जाने। अनि मलाई चाहिँ ओहो यो भ्यू चाहिँ खिचिराम जस्तो लाग्ने क्या। अनि मलाई चाहिँ के भयो भन्दाखेरि मलाई यत्रो धेरै चिसो टोलरेट गर्न सक्दैन क्या मैले खासै। फेरि बरु गर्मी चाहिँ म जति पनि टोलरेट गर्न सक्छु, चिसो चाहिँ मैले टोलरेट गर्न सक्दैन। अनि त्यसपछि त्यो अब चिसोमा हिँडिया यहाँ चाहिँ फेरि अब यो डाँडाहरू हेर्नु न यहाँ तपाईँहरूले। यो नाङ्गो डाँडाहरू छ नि, यो डाँडाहरू छ नि, यो देखिएको यो डाँडाहरूमा त पुरै त्यो ऊ पर्छ अरे क्या। डाँडाहरूमा मात्रै होइन, यहीँ पनि 1-1 फिट यत्रो 1-1 हातसम्मको हिउँ पर्छ अरे क्या। अब 1-2 महिनापछि। अनि यहाँको जुन चिसो छ त्यो हावा छ, त्यो जुन चाहिँ त्यो सिधै हिउँबाट आएको जस्तो। ऊ माथि त कति हिउँ पनि देखिरहेछ त्यो टपमा त। अनि त्यही भएर त्यो चिसो पनि छुट्टै खालको चिसो छ क्या। त्यही भएर मैले चाहिँ यहाँ टी खाइरहेको छु, जिन्जर हनी टी। अरू ठिकै छ। अब आजबाट नयाँ ब्लग सुरु गरौँ है त। सो फाइनली केबल कारमा आइसकेका छौँ। अब चाहिँ यहाँबाट चाहिँ माथि जाने। अनि त्यसपछि त्यो रोप हुन्छ नि जिप लाइन, त्यहाँबाट चाहिँ सर र तल झर्ने। आज चाहिँ झन् त्यो जिप लाइनबाट तल झर्दाखेरि चाहिँ झन् बवाल 0 डिग्री हुनेवाला चाहिँ चिसो चाहिँ। त्यही भएर म चाहिँ हल्का कभर्ड अप छु आज। तर रोजिनालाई चाहिँ त्यस्तो केही हुँदैन, रोजिना चाहिँ एक्टिभ छ। बरु चाहिँ चिसो हुन्छ तिमीलाई कस्तो लाग्छ? एक्साइटेड छ ऊ चाहिँ आज। उसको चाहिँ त्यो उसको चाहिँ त्यो डोरीबाट झर्दाखेरि आज नर्भस छ अलरेडी। हेरौँ आए त बक्सेसहरू, न्युजिल्यान्डको केबल कार। So finally done with the short gondola cable car, and अब चाहिँ जिप लाइनको त्यो जानुपर्ने हुन्छ हामी। कता हो
खोज्नु पर्ने हुन्छ पहिला सो हामी जिप लाइन जाने भनेको रोजिनाले अहिले गिभ अप गरिसकेको छ गिभ अप गर्दैनौ नि जिप लाइन भन्ने चाहिँ यो पहाडबाट सर्लक्क डोरी बाँधेर सरर जाने हो क्या तर सातो पुत्लो त मेरो पनि उठ्छ होला तर कति भयो जाऊँ न त पिछा फेरौँ 11:05 मा पुग्ने भनेको थियो अब हेरौँ है त आज कसले गर्छ र कसले गर्दैन दुवैजनाले गर्नुपर्छ सो कन्सेन्ट फर्महरू भरेर यहाँ वेटहरू लिएर सबै तयारी भइसक्यो यस्तो छ सिनेरियो चाहिँ रोजिनाको साथ गएको छ यस्तो छ सिनेरियो चाहिँ यहाँबाट सर्लक्क तल हो है त रेडी हुँदैछ रोजिना भयो यस Andy. On any of those straps, try to make anything tighter. All you will accomplish is giving yourself a wedgie, which I'm sure you don't want. If anything is feeling uncomfortable, too tight or too loose, just let better myself know. Be happy to fix that for you because we're already double checking your harness before you go on every single zip line. So no worries there. With your helmet, that you shockingly request on your head, please do keep them there for the entirety of the tour. That does include for the first little part of the walk we've got coming back out onto the road. Once we're out of the forest and on that extra, that is when you guys are welcome to take their walk. Easy enough? Excellent. You might notice that you have white helmets. प्रिपरेसन सबै सकेर अब हाम्रो मेन कार्यक्रम सुरु हुँदैछ बेबे यता हेर्न चाहन्छौ Alright, just make some room for Sydney to come through. We're just going to walk through the 4 rules of ziplining. So first one, nose and toes. You want your nose and toes to be underneath the wire. Pretty much all this means is don't go swinging side to side, otherwise it's going to end up pretty scary for you. I don't recommend doing that. There's a lot of trees on either side as well, so just make sure that you don't want to go near those. The second one is sit down and back. So we're going to... यो चारवटा चीज गर्ने रहेछ मैले खास चाहिँ के बुझिन तर अब सिधै फिल्डमा भेट्छौँ हामीलाई So Rosina is ready to go. Camera on, baby. सादा बुल्लो उड़े है उसका. How are you feeling? Nervous. Oh, there's no. You shouldn't be nervous. It's all good. Once you do this one, the rest will be so chill because you know that it's fine. Yeah. So I'm just gonna hold you. Exactly. Okay. Or you can go no hands if you want. Fully touch rim sets. On one. Nice one. You're good to go. Just walk down the stairs. Hey. Ooh. How are you feeling? Yeah, not very nervous. Not too nervous? Yeah. Have you ziplined before? Not really. I have done paragliding. Oh well, yeah, that's scary. I think. Yeah, it is. This will be easy. Yeah. Fully touch first. That's one. So it's my turn. Yeah. All right. Have fun. You good Thanks. to go? Hey. Oh, चिसो हावा! चिसो हावा! Hello.
Set your feet down. Come on up here. Safe. What do you think? Yes, nice, fun. Yeah. Good times all around. So first one done. Second one Done. done. Perfect. And then if you just want to duck under to this side here. What'd you think? That was good. Go off backwards? Yeah. Excellent. There we go. And you can walk right on through the gate. Thank you. You are welcome. Third one done. Done. Please ask him. So this is the final one for today. अनि फाइनल वान चाहिँ हामीले तीनटा गरेको करेक्टली यो एउटै त्यति All right, off you go. Have fun. यो चाहिँ लामो रहेछ. Bye, Amberly. First one गयो. तर स्केरी त्यस्तो केही पनि छैन. हल्का इजी नै छ. स्केरी लाग्छ अझै पनि तिमीलाई? For reference, that one is 90 meters. स्केरी त्यस्तो केही पनि छैन. यो चाहिँ फाइनल वान आजको. यस फनै रहेछ. यस्तो माथितिरबाट आयो. I wasn't kidding. ओ उता माथि जङ्गलबाट आएको. जङ्गलको तलपट्टि आइसक्यौँ. खासमा कुरो चाहिँ के रहेछ भन्दाखेरि अघिको त्यो गन्डोला केबल कारबाट माथि जाने अनि यो जिप लाइनबाट चाहिँ तल जाने रहेछ. Hey, there you go. Good job. Come on up. Was your backflip? No backflip. The final one done. सक्यो है त आजको लागि यो चाहिँ. हाम्रो एडभेन्चर यति नै हुन्छ. चिसोले फ्रिजिङ कोल्ड. So done and dusted with the skyline, त्यो गन्डोला, त्यो केबल कार प्लस त्यो रोपको त्यो काम सबै सक्यो. अब आज नाइस डे छ बाहिर चाहिँ. बाहिर चाहिँ घाम लाएर दामी भएको छ. पाल्यो. अनि त्यही भएर अब हामी कतै उसले फ्रुट्स ल्याएर काट्दैछ. अनि अब हामी कतै साइड सिङको लागि जान्छौँ. पहिला चाहिँ के खान जान्छौँ. अब भोक लागिरहेको छ. कुनै रेस्टुरेन्टमा गएर के खान्छौँ अनि त्यसपछि कतै गएर भ्यूहरू हेर्नुपर्छ. सो क्विन्सटाउनको मोस्ट पपुलर बर्गर हाउस होइन त. अनि यहाँको लाइन हेर्न कहाँसम्म छ. यहाँदेखि उहाँ छ कि 200 मिटर लाइन छ. अनि यो चाहिँ अल ओभर सोसियल मिडिया क्विन्सटाउनको एकदमै पपुलर बर्गर हाउस भनेर. अनि यसको मेनु चाहिँ यस्तो छ. मेनु चाहिँ यस्तो छ. अब हेरौँ है त कस्तो हुन्छ टेस्ट गरेर अनि हामीले भन्न सक्छौँ. सो यो लाइन चाहिँ एउटा बर्गर खाने लाइन हो है त. अनि यो डेली यो जति बेलासम्म खुल्छ त्यति बेलासम्म यो लाइन भइरहेको छ. अनि यो बर्गरको नाम चाहिँ फर्क बर्गर. अनि हाम्रो अर्डर यहाँ छ. यो चाहिँ के अरे न्युजिल्यान्ड वर्ल्डको फेमस बर्गर. क्विन्सटाउन न्युजिल्यान्डमा. अनि हामी चाहिँ लगभग आधा घन्टा लाइन बसेर अर्डर दिएर हाम्रो 368 हो. बल्ल 337 सम्म प्रिपेयर हुँदैछ. अब फेरि आधा घन्टा अर्को आधा घन्टा चाहिँ अर्डर दिएर जाँदो रहेछ. पार्किङ त हामीले टाइम स्पेन्ड गर्नुपर्ने छ. लाइन बढाइ छ. यो चाहिँ ओल्ड फेमस बर्गर है त. सो फाइनली हेर्नु लाइन चाहिँ अझै पनि छ. यहाँ लाइन सकिने बेला छैन तर बर्गर आयो. हेरौँ अब हामीले चाख्नुपर्ने चाहिँ यो चाहिँ चिकन अनि यो चाहिँ तान्न त यो चाहिँ ल्याम. ओहो चाखेर हेर त. कस्तो 1 घन्टा कुरेको वर्थ छ. मलाई चाहिँ मन परिरहेको छ. हेरौँ